हेलो गाइज वेलकम टु माई मिनी ब्लग। मेरो चाहिँ क्रोसेटको सप छ सो द्याट म तपाईँहरूलाई क्रोसेट सेट गरेको देखाउँछु। यो हो मेरो टम्मी। सो सुरुमा चाहिँ म टम्मीलाई साइड लगाएर म चाहिँ मेरो ठाउँ सफा गर्छु कुचोले। त्यसपछि म एक एक गरी टेबलहरू राख्छु त्यसमा, अनि म त्यसपछि टेबल सफा गर्छु। टेबल सफा गरेपछि मैले यो सिङ्गल बुकेहरू सफा गर्छु। यसमा धेरै फोहोरहरू लाग्छ नि त, धुलोहरू। यसरी सफा गरेपछि म एक एक गरी यसलाई मिलाउँछु। त्यसपछि म चिया खान्छु र फेरि चिया खाँदै म आफ्नो कामहरू गर्दै बस्छु। एक एक गरी म फ्लावरहरू मिलाउँदै, त्यसपछि यो चाहिँ मैले ह्यान्डमेड उलन प्लट भनेर मैले लेखेको हो र मेरो यो वाइट कपडाले मैले चाहिँ पुरै यसरी टेबलमाथि फिजाउँछु र यसमा पुरै मैले आफ्नो सामानहरू राख्छु एक एक गरी। सो द्याट हजुरहरूले पनि मेरो ब्लग हेरिरहनु भएको छ भने मेरो पसल भिजिट गर्नु होला। मेरो चाहिँ यो माछा पोखरी नियर बिग मार्टमा छ लोकेसन। हजुरले म टिकटक हजुरहरूलाई पनि मेरो क्रोसरीको सामान चाहिन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ है। अनि यो पटहरू पनि छ मसँग, एकदम राम्रो राम्रो पटहरू पनि छ। सो हजुरहरूले देख्न सक्नुहुन्छ मेरो पसलको फाइनल लुक यस्तो छ। सो हजुरहरूलाई चाहिन्छ भने मलाई सम्पर्क गर्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।